केमा डिस्कस गर्न गइरहेको छु भन्दाखेरि यो कर्मचारी सञ्चय कोषमा चाहिँ सामाजिक सुरक्षा सेवाहरूको बारेमा चाहिँ प्रश्नहरू सोध्छ है। यसले सामाजिक सुरक्षा सेवामा चाहिँ के सुविधाहरू कर्मचारी सञ्चय कोषले दिएको छ भनेर हामीले यो वेबसाइटबाट हेर्न सकिन्छ है। जस्तो यहाँ पहिलोमा हेरौँ, सुत्केरी तथा शिशु सेयर योजनामा अब खासै यसमा धेरै लेख्ने भन्दा पनि यो योजनाको नाम थाहा हुनु पर्यो। सुत्केरी तथा शिशु सेयर योजना यो कहिलेदेखि सुरु भयो भन्दा 2072 सालदेखि दिएछ हैन। त्यसपछि अब प्रक्रियाको फारमको लागि यहाँ दिएको छ। अब त्यसपछि कति रुपियाँसम्म भन्ने छ भन्दाखेरि यसले प्रति प्रसुति 7500 रुपियाँसम्म दिने रहेछ हैन। त्यसपछि यस अन्तर्गत सञ्चयकर्ता वा सञ्चयकर्ताको पत्नी सुत्केरी भएमा 2 सन्तानसम्मका लागि यो सुविधा प्रदान गरिनेछ है। यो भयो एउटा। अब दोस्रो छ काजक्रिया अनुदान योजना भन्ने छ हैन। सञ्चयकर्ताको सेवाकालमा नै मृत्यु भएमा निजको हकलालाई आर्थिक अनुदान स्वरूप प्रदान गरिने सेवाकालमै हैन, काम गर्दाको बखत नै भन्ने, पछि रिटायर भइसकेपछि हैन, अनुदान स्वरूप प्रदान गरिने योजना विक्रम सम्वत 2048 सालबाट प्रारम्भ भएको हो। यस अन्तर्गत मृतक सञ्चयकर्ताको हकलालाई अनुदान स्वरूप 40,000 रुपियाँ दिने रहेछ है। त्यसपछि दुर्घटना क्षतिपूर्ति योजना 52 सालदेखिबाट योजना सुरुवात भएको हो। दुर्घटना परि सेवाकालमा सञ्चयकर्ताको मृत्यु, सञ्चयकर्ता जसले पैसा राख्ने हो हैन, पूर्ण अङ्गभङ्ग भएमा निज वा निजको हकलालाई आर्थिक सहयोग प्रदान गर्ने गरी यो योजना सुरु गरिएको हो। दुर्घटना भएको मितिमा कम्तीमा 3 महिना नियमित रूपमा कोषकट्टी गरेको सञ्चयकर्ता वा निजको हकलाले यो सुविधा प्रदान गर्नेछ हैन। प्राप्त हुने सुविधा के छ त? सञ्चयकर्ता सेवाकालमै हैन, काम गर्दाको बखतमै, रिटायर भइसकेपछि हैन, दुर्घटनामा परि मृत्यु भएमा वा पूर्ण अङ्गभङ्ग भएमा सञ्चयकर्ता वा निजको हकलालाई दुर्घटना क्षतिपूर्ति बापत 2 लाख रुपियाँ भुक्तानी दिन सकिने रहेछ र आंशिक अङ्गभङ्ग भएमा समूह कको लागि हैन, यो परिचय पत्र हुन्छ लाई 25,000 रुपियाँ, समूह खकोलाई 15,000 र गकोलाई 10,000 दिन सकिने छ। अब यसपछि अर्को छ स्वास्थ्य उपचार योजना। 80 साल फागुन 1 गतेदेखि सञ्चयकर्ताको पति पत्नीलाई समेत स्वास्थ्य उपचार सुविधा भन्ने छ यसले हैन। 70 साल वैशाखदेखि सञ्चयकर्ता उपचार योजना कार्यान्वयन गरेकोमा विक्रम सम्वत 76 साल मङ्सिर 1 गतेदेखि कोषले नै यो कार्यक्रम व्यवस्थापन गर्दै आएको छ। यस अन्तर्गत सञ्चयकर्ता वा निजको पति पत्नी अस्पताल भर्ना भई उपचार गरेको खर्च रकमको शोध भर्ना प्राप्त हुनेछ भनेछ हैन। अस्पतालमा भर्ना भएको कम्तीमा 6 महिना कोषकट्टी भएका सञ्चयकर्ता वा निजको हकलाले यो सुविधा प्राप्त गर्नेछन्। सबैले पाउने 6 महिना चाहिँ हुन पर्यो हैन। अब यहाँ पति र पत्नीको बारेमा भने, छोराछोरीको बारेमा यसले भनेन है। बाआमा छोराछोरीको बारेमा यसले भनेको छैन। एक आर्थिक वर्षमा 2 पटक नबढ्ने गरी अस्पताल भर्ना भई उपचार गरेका सञ्चयकर्ता वा निजको पति पत्नीलाई साधारण रोगको उपचारमा 1 लाख रुपियाँसम्म तथा घातक रोगको उपचारका लागि सेवा अवधिभरमा 10 लाख रुपियाँ नबढ्ने गरी दाबी गरेको खर्च रकमसम्म रुपियाँसम्म शोध भर्ना दिने व्यवस्था गरेको छ। अब यहाँ चाहिँ सेवाकाल भइरहेको छैन हैन। यो चाहिँ पछि पनि हुने तरिकाले यसले गरेको रहेछ, जस्तो रिटायर भइसकेपछि है। यहाँ यसले चाहिँ के भन्दाखेरि सेवा गरिरहेको हुनुपर्छ भनेर कहीँ पनि भनेको देखिएन। अब त्यसपछि अरू के छ यसमा भन्दाखेरि योगदानमा आधारित
निविष्टिकरण योगदानमा आधारित निविष्टिकरण अर्को भिडियोमा हामी गरौँ है।